चाहिँ म भटमास आलु गुन्द्रुक बनाउँदैछु। आज चाहिँ चिसो छ, घाम पनि लागेको छैन है। आज म कस्तो तातो तातो गुन्द्रुकको झोलसँग खाना खान मन लागेको छ। फलामको कराईमा तेल हालेर रेडी गरिसकेको छु है। म चाहिँ भटमास भुट्न जाँदैछु। भटमास चाहिँ पाकिसकेको छ, म यसलाई चाहिँ निकालेर राख्छु। तेलमा एकै बाँकी रहेको तेलमा जिरा लसुन खोर्सानी पड्काइसकेको छु मैले चाहिँ। यो रातो नहुनु चाहिँ एकछिन भुट्नुपर्छ। अनि म आलु पोड्छु। टडिसकेको छ, म चाहिँ अब आलु हाल्दैछु। आलु चाहिँ मजाले पकाउनुपर्छ, पाक्ने गरेर। यसको नै रस हुन्छ, झोल स्वास्थ्य झोल बन्छ। मजाले भुट्छु यसलाई। रातो हुन लागेको छ, म चाहिँ नुन र बेसार हालिदिन्छु, अनि झन् पाक्छ नि त। छोपेर पकाउनुपर्छ। यस्तो भएको छ, अझै पाक्नु लागेको छ। मजाले पाकेको छैन, अझै मजाले पकाउनुपर्छ। आलु चाहिँ पाकिसकेको छ, म चाहिँ गुन्द्रुक हाल्छु। आलु गुन्द्रुक गोलभेडा पनि हालिसकेँ, अब एकछिन पकाउँछु। पाकिसकेको छ गुन्द्रुक। ल अब चाहिँ गुन्द्रुकको झोल रेडी भएको छ।